मित्रहरूलाई र अब तपाईहरुको समक्ष फेरि विद्यालयले नमस्कार यहाँ नमस्कार लो जय नमस्कार
धन्यवाद धेरै धेरै धन्यवाद त्यति टाढाबाट पनि हाम्रो शिव सिकाइ युवा क्लबलाई माया गरी नृत्य देखाइदिनु भएकोमा र अब भने तपाईहरुको समक्ष श्री हिमालयन आमा समूह सिमलाका कलाकार मित्रहरू आउँदै हुनुहुन्छ कृपया स्वीकार्नु होला गीत र नृत्यसँगै आराम छ दाजु
छँदैछ बसी बसी खाउने युकेतिर जाउने युकेतिर जाने मेजर पेन्सन छँदैछ बसी बसी खाउने You get it,
वृत्त सांस्कृतिक कार्यक्रममा पाल्नु हुने महानुभावहरूलाई म यस दीपसिका युथ क्लबको क्लब अध्यक्ष र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण उपस्थित महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिँदै नमस्कार टक्राउन चाहे। कार्यक्रममा उपस्थित वृत्त सांस्कृतिक कार्यक्रममा उपस्थित हाम्रा निमन्त्रणा स्वीकारेर आउनुभएका प्रमुख अतिथिज्यू, साथसाथै यसै क्लबले आयोजना गरेको निमन्त्रणालाई स्वीकारेर आउनुहुने विशिष्ट अतिथिज्यूहरू, साथसाथै यसै कार्यक्रमलाई पूर्ण रूपले सफलता पार्नको निमित्त र सभ्य र भव्य पार्नको निमित्त उपस्थित हुनुहुने हाम्रा अतिथिगणहरू र साथसाथै हाम्रा धर्मीजा निवासी सम्पूर्ण गण्यमान्य बुद्धिजीवी टोल सुधारहरू सम्पूर्णलाई उपस्थितको लागि यस कार्यक्रमको मुख्य आकर्षण र तपाईहरुको उपस्थितिले हाम्रो कार्यक्रम पूर्ण रूपले भव्य र सभ्य पार्नको निमित्त उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगणहरूलाई र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै आजको वृत्त सांस्कृतिक कार्यक्रममा जति पनि ठाउँहरूबाट आउनुभयो हाम्रा ढकनाम धर्मीजा समाज पोखराका कलाकार मित्रहरू, बेनी गलेश्वरका कलाकार मित्रहरू, थाती राख्न सकेन, तसर्थ हामीलाई केही सूचना आए मार्फत यहाँ अत्यन्तै खुसीको खबर, साथसाथै माया सँगसँगै खुसी बाँड्ने हाम्रो सङ्घ संस्थालाई माया गरेर हामीलाई ढकनाम धर्मीजा समाज पोखराका कलाकार दिदीबहिनीहरूलाई यस दीपसिका युथ क्लबले आयोजना गरेको वृत्त सांस्कृतिक कार्यक्रममा उहाँहरूको उत्कृष्ट नृत्यहरू देखेर जस बहादुर गर्बुजा गगन गौडाबाट रु 5000, एकिन्द्र गर्बुजा धर्मीजाबाट रु 5000, हरिमाया थापा पोखराबाट रु 2500, जस बहादुर पुन पोखराबाट रु 2500, हरिकृष्ण शेरपुन्जा रु 1500, रामु गर्बुजा रु 1000, छमाया गर्बुजा ढकनाम रु 2000 गरेर हाम्रा ढकनाम धर्मीजा समाजका कलाकार दिदीबहिनीहरूलाई टोटल 19500ले उहाँलाई सहयोग गर्नुभएछ। धेरै धेरै धन्यवाद, कृपया ताली गरेर राखिदिनु होला। 19500ले उहाँहरूलाई सहयोग गर्नुभएको छ, अत्यन्तै खुसीको खबर छ। र यही रकम हस्तान्तरण गरिदिनुको निमित्त हाम्रा धर्मीजा निवासी सङ्घ समाजसेवी एकिन्द्र गर्बुजा दाइले उहाँहरूलाई हस्तान्तरण गर्दै हुनुहुन्छ। कृपया पोखराका कलाकार दिदीबहिनीहरू कृपया स्टेजमा सम्पर्क राखिदिनु होला। शिव भान्जा कृपया फोटो सेसनको लागि आइदिनु होला। धेरै धेरै धन्यवाद हाम्रा ढकनाम धर्मीजा समाज पोखराका कलाकार मित्रहरूलाई यति सान्दर्भिक रकमले सहयोग गरिदिनु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद।
सँगसँगै यस कार्यक्रमलाई समापन गर्नको निमित्त